हेलो गाइज, काभ्रेले सन्धिमा जोइन हुनुको लागि के चाहिन्छ म बताइदिन्छु है त। र नचाहिने चिजहरू पनि बताइदिन्छु फेरि। केल्मी ब्रान्ड टी सर्ट भए पनि जे भए पनि केल्मीको हुनु पर्यो है। चस्मा ब्रान्डेड हुनु पर्यो। कपाल यस्तो चुच्चो देख्नुभयो। अनि हल्का यसो छाती फुलेको हुनु पर्यो यसरी। बोडीवाला हुनु पर्यो, जिम गरेको। हिँड्ने गएर यसरी हिँड्ने हो। यो छ नि, यो यस्तो भएको हुनु पर्यो। या फमसम हाल्नु नपर्ने पाराको। यति भएन भने तपाईँहरू फम हालेर भयो भने उडाउनु पर्यो। अब सुन कम्तीमा 2 तोला सुन नभए पनि बुद्ध चित्त मालाहरू हुनु पर्यो हैन। अब यो नहुनु पर्ने कुरा भनिदिन्छ है त म। यो दारी छ नि, यो दारी काभ्रेले सम्धिमा यो दारी सुहाउँदैन। यो दारीलाई हटाउनु पर्यो। यति भएपछि काभ्रेले सम्धिको ग्रुपमा जोइन हुन्छ। आपपछि पनि आज डान्स त हेरेकै छैन होला, एकैछिन है त। काभ्रेको डान्स देख्यो होला नि त। काभ्रेली डान्स, काभ्रेलीको सान, हातको बोडी हैन, केल्मी टी सर्ट, हेयर स्टाइल हैन, अनि चुच प्यान्ट हैन, अनि हिँड्ने तरिका यसरी यसरी, अनुहार बन्न छाती फुलेको हैन। भनेपछि यतिको हुनुपर्छ काभ्रेले सम्धिमा जोइन हुनुलाई। त्यो झुङ्गा चाहिँ हटा है केटा हो। झुङ्गा भयो कि त्यहाँ एडिसन फेल है त।